कारण आज चाहिँ हामी अलैची दर्शन गरेर आएको। अब हामी घर फर्किनु पर्ने हुन्छ। हाम्रो यात्रा यहाँ अलैचीबाट माथि निसर्ग स्थलले सम्मको हुनेछ। हाम्रो यात्रा सुरु भयो ट्र्याक्टरमा गाइस। आज चाहिँ हाम्रो पूजा यो अलैचीमा अब पूजा सकिसकेको छ। अब हामी चाहिँ घर फर्किरहेको छौँ। हाम्रो सबै भक्तजनहरू यहाँ हुनुहुन्छ। यहाँ बस्नको लागि व्यवस्थित छ। हाम्रो यता पनि छ है टिमहरू यहाँ अब फेरि बस्नुहुन्छ। यहाँ चाहिँ अलैची गेट, यहाँबाट चाहिँ भित्र छिर्नु पर्ने हुन्छ। सँगै थियो कि तपाईँहरू पक्रेर किन्दै हुन्थ्यो नि, त्यहाँ सँगै थियो, सँगै जाउँ है भनेको सक्दै हिँड्दै। हाम्रो यात्रा सुरु भइसकेको छ फेरि पनि। यहाँ चाहिँ मेरो माउलीहरू हुनुहुन्छ, हाम्रो मामा माइजूहरू। आज चाहिँ माउलो गएर बस्नु पर्ने हुन्छ। त्यो साइना नआएको के भन्छु त्यो त आफै छुटेको हामीले छुटाएको साथीहरूलाई त छोड्नु हुने नि त, बोलाउनु नि त। छोड्नु गाछ छोड्नुपर्छ होइन? हुन्छ हो, गाछ छोड्नु अरे साथीहरू छोड्नु हुन्छ नि त। उखान त्यो छ नि त कागज। हामी चाहिँ तुवाचुङ डाँडामा निस्किसकेका छौँ। तुवाचुङ डाँडामा चाहिँ पहिला तयामा रखियामा दिदी बहिनीले चाहिँ धान बुन्नुहुन्थ्यो अरे हाम्रो इतिहासमा। यस्तो छ बनाइ। यहाँ एकदम रमणीय छ ठाउँ।
यदि घुम्न चाहनुहुन्छ भने आउनु होला। एकदम रमाइलो छ यो ठाउँ त्यो माथि डाँडामा। यताउता चाहिँ तर धेरै छ है। पहाडको यात्रा यस्तो छ, एकदम रमाइलो भइरहेछ। यो चाहिँ तुवाचुङ डाँडा जाने बाटो। अब हामी चाहिँ कच्ची रोड जाँदैछौँ। अगाडि चाहिँ कच्ची बाटो स्टार्ट हुन्छ।